नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। सधैँ झै आज पनि म हजुरहरूको लागि सजिलो तरिकाले बनाउन सक्ने लड्डुको रेसिपी लिएर उपस्थित भइसकेको छु। आशा छ यो रेसिपी हजुरलाई पक्कै पनि मनपर्छ। यो बनाउनको लागि मेन चाहिने सामग्री मैले स्क्रिनमा देखाएँ। 1.5 कप बेसन लिएको छु, 1 कप चिनी, 1 कप पानी, तेल, सुकुमेलको धुलो, फुड कलर र 1 चम्चा घिउ। र सर्वप्रथम हामीले चाहिँ यो बेसनको हामीले ब्याटर बनाउनु पर्ने हुन्छ र ब्याटर बनाउनको लागि चाहिँ मैले थोरै थोरै पानी गर्दै चाहिँ ब्याटरलाई घोल्दै गएको छु। हजुरहरूले हेर्न सक्नुहुन्छ। यसलाई तबसम्म घोल्नु होला कि जबसम्म चाहिँ यो कन्सिस्टेन्सी स्मुथ हुँदैन, यसमा कुनै लम्प कुनै गिर्खाहरू चाहिँ हुनु हुँदैन। तबसम्म चाहिँ यसलाई फिट्नु होला। मैले यसलाई धेरै बाक्लो पनि बनाएको छैन, धेरै पातलो पनि बनाएको छैन। झन्झट नमानिकन चाहिँ यसलाई घोल्दै जानु होला। हाम्रो ब्याटर चाहिँ अलमोस्ट रेडी भइसकेको छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। यतिको कन्सिस्टेन्सी हुनुपर्छ ब्याटरको। ब्याटर रेडी भइसकेको छ, यसलाई मैले साइडमा राखिदिएँ। र ब्याटर फ्राई गर्नको लागि चाहिँ एउटा प्यान, फराकिलो प्यान राख्नु होला र त्यसमा तेल र तेल तातिसक्यो भने चाहिँ माथिबाट चाहिँ अघि नै बनाएको ब्याटरलाई चाहिँ एउटा छान्नीको सहायताबाट राख्न सक्नुहुन्छ। हजुरसँग यो पनि यो छान्नीवाला छैन भने चाहिँ हजुरले एउटा प्लास्टिक दुधको प्याकेट जे हुन्छ त्यसमा चाहिँ राखेर सानो प्वाल बनाएर त्यसरी पनि बनाउन सक्नुहुन्छ। यो चाहिँ हरेकको घरमा पाइन्छ, त्यस भएर चाहिँ मैले यो बनाएको हो। हजुरलाई होइन यो घरमा छैन भने चाहिँ मेरो च्यानलमा गएर हेर्न सक्नुहुन्छ। मैले सजिलो तरिकाले बनाएको छु यही लड्डुको रेसिपी। हजुरलाई जुन यो तरिका मनपर्छ यसरी बनाउन पनि सक्नुहुन्छ। होइन अर्को मनपर्छ मेरो च्यानलमा गएर लड्डु बनाउने अर्को तरिका पनि हेर्न सक्नुहुन्छ। 2 देखि 3 मिनट हजुरले तेलमा फ्राई गर्नुभयो भने रेडी हुन्छ हाम्रो यो बुन्दी। र रेडी भइसके पछाडि एउटा प्लेटमा हजुरले निकाल्न सक्नुहुन्छ। र यसरी मैले बाँकी ब्याटरहरूलाई फ्राई गरेको छु। हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। साथै कस्तो भयो भनेर मलाई सल्लाह सुझाव पनि दिन नभुल्नुहोला। र यसरी हामीले बुन्दी बनाइसकेका छौँ। र अब चास्नी बनाउनको लागि चाहिँ मैले एउटा भाँडा बसालिसकेको छु। यसको लागि चाहिँ हजुरले करेक्ट मेजरमेन्ट लिनुपर्ने हुन्छ। मैले मेजरमेन्ट कपको 1 कप पानी र 1 कप चिनी लिएको छु। मैले 1.5 कप बेसनको लागि चाहिँ मैले 1 कप पानी 1 कप चिनी लिएको छु। र माथिबाट चाहिँ सुकुमेलको धुलो, थोरै फुड कलर र एउटा ठुलो चम्चाको 1 चम्चा घिउ राखेको छु। अब लड्डुको कलर अलिक गाढा मनपर्छ भने हजुरले फुड कलर पनि अलि धेरै प्रयोग गर्न सक्नुहुन्छ। सकेसम्म थोरै नै गर्दा केही फरक पर्दैन। र अघि नै हजुरले फ्राई गरेको बुन्दीलाई त्यसमाथि चास्नीमाथि राखिदिनु होला र झन्झट नमानिकन बिस्तारै बिस्तारै चलाउँदै जानु होला। यसलाई तबसम्म पकाउनुहोस् जबसम्म चाहिँ चास्नी सबै एब्जर्ब हुँदैन। र यो सबै एब्जर्ब भइसकेपछि हजुरले ग्यास बन्द गर्न सक्नुहुन्छ। हजुरहरूलाई ड्राई नट्सहरू अब मेलन सिडहरू कुनै मनपर्छ भने हजुरले यो प्रयोग गर्न सक्नुहुन्छ। मैले एकदम सिम्पल वेमा एकदम सजिलो रूपमा बनाएको हो। यसमा मैले कुनै केही प्रयोग गरेको छैन। झन्झट नमानिकन यो घरमा बनाएर खानुहोला। र यो हाम्रो चास्नी पुरै एब्जर्ब भइसक्यो, हजुरले हेर्न सक्नुहुन्छ। र मैले एउटा थालमा खनाइसकेँ। थालमा खनायो भने चाहिँ चाँडो सेलाउँछ। र सेलाइसके पछाडि आफ्नो हिसाबले अब लड्डुको साइज हजुरले बनाउन सक्नुहुन्छ। यसरी रेडी हुन्छ हाम्रो छिटो मिठो बनाउन सक्ने घरमै लड्डु। र हजुरहरूलाई अब मैले पहिले भनिसकेँ मेरो च्यानलमा गएर हेर्न पनि सक्नुहुन्छ। हजुरलाई यो रेसिपी अलिक झन्झट जस्तो लाग्यो भने चाहिँ मैले अर्को सजिलो तरिकाले बनाउने लड्डुको रेसिपी पनि राखिदिएको छु। हजुरले त्यो पनि युज गर्न सक्नुहुन्छ। यसरी रेडी हुन्छ हाम्रो लड्डु। हरेक शुभ कार्यमा हामीले नेपालीहरूको हरेक भान्सामा बन्ने सजिलो यो रेसिपी लड्डु हो। पक्कै पनि रेसिपी हजुरहरूलाई मन परेमा सल्लाह सुझाव पनि दिनुहोला। साथै साथी बिचमा चाहिँ यसलाई सेयर पनि गर्न सक्नुहुन्छ। धन्यवाद।